वास्तवमा भन्ने हो भने यो पुरानो इतिहास बोकेको र बाख्रा अहिले हालसम्म पनि बाख्रा विकास फार्मकै नाममा परिचित भएको यस फार्मको मुख्य उद्देश्यको रूपमा कुरा गर्नुपर्दा चाहिँ हाम्रो अहिले स्थानीय खरी बाख्रा र सानन शुद्ध साननको न्युक्लियस हडको रूपमा व्यवस्थापन गर्ने र सानन क्रस बाख्राको चाहिँ विकास गर्दै गएर चाहिँ किसानहरूमाझ चाहिँ हामीले उत्पादित पाठापाठीहरूको चाहिँ नस्ल किसानमाझ पुर्याउने चाहिँ। नमस्कार, म डाक्टर सन्दीप सिलवाल, पशु विकास अधिकृत 8औं, यो बाख्रा विकास फार्म चितलाङको फार्म प्रबन्धक र विगत 9 महिनादेखि यस फार्ममा कार्यरत छु। र यो हाम्रो बाख्रा विकास फार्म हाल अहिले बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मातहत निकाय रहेको चाहिँ सरकारी फार्म हो। र यसको इतिहासको कुरा गर्ने हो भने 2001 सालमा भेडा विकास फार्मको रूपमा स्थापना हुँदै तत्कालीन समयमा हाम्रो स्थानीय जातको भेडामा चाहिँ विदेशी रामबुलेट लगायत मेरिनो जातको भेडाबाट क्रस पाठापाठीहरू उत्पादन गरेर किसानमाझ पुर्याउने लक्ष्य राखेर स्थापना हुँदै आउँदै विभिन्न कालखण्डमा 3 दशकसम्म चाहिँ यो भेडाको पालन कार्य भइरहेको अवस्था छ भनेदेखि अहिले लगभग 56 सालबाट चाहिँ यसमा बाख्रा पालनको सुरुवात भएको र तत्कालीन समयमा मन्त्री परिषदको निर्णय अनुसार पशु सेवा विभाग मातहत पशुपन्छी तथा पशुपन्छी उत्पादन निर्देशनालय अन्तर्गत रहेर चाहिँ यसले यो बाख्रा पालनको सुरुवात भएको इतिहास भेटिन्छ। र तत्कालीन समयमा यसमा चाहिँ स्थानीय खरी बाख्राको संरक्षण र जैव विविधता प्रवर्धन गर्ने उद्देश्यले चाहिँ यसलाई स्थानीय खरी बाख्राको न्युक्लियस हडको रूपमा विकास गर्ने र सँगसँगै डेरी गोठ जुन हामी सानन भन्छौँ, सानन बाख्राको चाहिँ स्रोत केन्द्रको रूपमा र साथसाथै न्युक्लियस हडको रूपमा चाहिँ यसलाई विकसित गर्ने उद्देश्यको साथ चाहिँ तत्कालीन समयमा यो त्यसको कार्यालयको उद्देश्य रहेको देखिन्छ। र त्यही तदनुरूप नै यस कार्यालयले अब 58 सालदेखि चाहिँ यो सानन क्रस र खरी बाख्राको चाहिँ पालन गर्दै आएको र 2070 सालमा चाहिँ तत्कालीन समयमा कृषि तथा खाद्य सुरक्षा आयोजनाबाट चाहिँ शुद्ध साननको नस्ल बाख्रा विदेशबाट आयातित भएर यहाँ आइसके पछाडि शुद्ध जातको सानन बाख्राको पनि पालन हुँदै आएको अभिलेखहरू भेटिन्छ। र देश संहितामा गइसके पश्चात चाहिँ यो बागमती प्रदेश सरकार अन्तर्गत आएको फार्म र प्रदेश सरकार मातहत आइसके पछाडि यसमा हामीले थप पछि फेरि पुरानो इतिहासमा फर्किएको जस्तो देखिन्छ। अब 77-78 सालबाट चाहिँ पुनः फेरि हाम्रो यो जुम्लाबाट नार्को कार्यालयबाट चाहिँ भेडाहरू लिएर आएर बरुवाल जातको भेडाहरू लिएर आएर भेडा पालन पुनः थपिएको देखिन्छ। र सँगसँगै यो नार्क खुमलटारबाट चाहिँ हाम्रो यो सोभियत चिन्चिला र क्यालिफोर्निया व्हाइट 2 जातको खरायो पनि लिएर आएर यहाँ मासुको लागि विशेष गरी यसको मासुको उद्देश्यको लागि चाहिँ खरायो पालन सुरुवात भएको देखिन्छ भनेदेखि र फेरि 79-80 सालको आर्थिक वर्षदेखि चाहिँ बागमती प्रदेश सरकारको नीति कार्यक्रममै समेटिएर चाहिँ यहाँ थप जर्सी गाईको पनि स्रोत केन्द्रको रूपमा विकास गर्न सकिन्छ कि भन्ने हिसाबले यो राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम चितवन रामपुरबाट चाहिँ 10वटा माउ जर्सी गाईहरू लिएर आएर हामीले अहिले पालन गर्दै आइरहेका छौँ। र वास्तवमा भन्ने हो भने यो पुरानो इतिहास बोकेको र बाख्रा अहिले हालसम्म पनि बाख्रा विकास फार्मकै नाममा परिचित भएको यस फार्मको मुख्य उद्देश्यको रूपमा कुरा गर्नुपर्दा चाहिँ हाम्रो अहिले स्थानीय खरी बाख्रा र सानन शुद्ध साननको न्युक्लियस हडको रूपमा व्यवस्थापन गर्ने र सानन क्रस बाख्राको चाहिँ विकास गर्दै गएर चाहिँ किसानहरूमाझ चाहिँ हामीले उत्पादित पाठापाठीहरूको चाहिँ नस्ल किसानमाझ पुर्याउने चाहिँ मुख्य उद्देश्य। सर, यो सानन भनेको चाहिँ दुध दिने, हजुर, अनि अर्को खरी के गर्नु छ? अब हाम्रो यो विशेष गरी अब अहिले पछिल्लो समय स्थानीय जातको हाम्रो भनौँ लोकल जात जुन हाम्रो भाषामा भन्ने छ त्यो जातको बाख्राहरू पनि हराउँदै गएको सन्दर्भ पनि छ है। त्यसले गर्दा चाहिँ स्थानीय जातको पनि स्रोत संरक्षण गर्नुपर्छ, जैव विविधता प्रवर्धनको लागि चाहिँ यसलाई एउटा नस्लको रूपमा पनि विकसित गर्नुपर्छ भन्ने उद्देश्यले चाहिँ यसलाई हामीले निरन्तरता दिइरहेको अवस्था छ भने साथसाथै अहिले यो विभिन्न पर्यटकीय स्थल लगायत अहिले होमस्टेको अवधारणाहरू आएको छ होइन। विभिन्न पर्यटकीय गन्तव्यहरूमा चाहिँ बाख्राको चिज पनि एउटा आकर्षण बन्दै गएको अवस्था छ। हामीले चाहिँ चौरीको चिज सुनिरहेको अवस्था छ भनेदेखि सँगसँगै अब यो बाख्राको चिज, बाख्राको दुधबाट चिज बनाउने र यस्ता यो पर्यटकीय स्थलहरूमा चाहिँ होमस्टेहरू सञ्चालन गर्ने ठाउँमा चाहिँ यसको चाहिँ यो महत्त्व बढ्दै गइरहेको अवस्था देखिन्छ। हेर्नुभयो, खरायो पनि हेर्नुभयो, गाई हेर्नुभयो, बाख्रा पनि हेर्नुभयो होइन, अनि के भन्नुहुन्छ सर? सर, म सबैभन्दा प्लस पोइन्ट मलाई के लाग्यो भने खरायो लाग्यो अहिले जुन किसिमबाट अहिले उसले हाम्रो
गभर्मेन्टले उहाँले गभर्मेन्टको एउटा यो नीतिबाट पनि हामीले यो गर्न आयौँ भनेर भन्नुभयो। यो पछिल्लोचोटि एउटा नीति अन्तर्गत पनि आएको रहेछ। तर खरायोको बारेमा उहाँले जति ब्रिफिङ गर्नुभयो सर, यसबाट म चाहिँ आम पब्लिकलाई नि के भन्छु भने अब हामीले ब्रोइलरको रिप्लेसमेन्टको रूपमा हामी खरायो पालौँ। र अब खरायो पाल्दाखेरि हामीलाई के हुन्छ भने एक त युरोपियन कन्ट्रीतिर ब्रोइलरलाई हटाइ पनि सके अवस्था छ मासुको लागि, हाम्रो नेपालबाट पनि हटाउनु पर्ने छ। कस्ट असाध्यै कम अहिले। जसरी अब यो भने त हजुरको टोटली घाँसबाट हाम्रो ग्राउन्डबाट चाहिँ हामीले हुर्काउन सक्ने भए यसमा त्यति बित्दै लाग्दैन होइन। त्यसले गर्दा मासुको उत्पादन कस्ट पनि एकदम कम हुने। अनि खरायोले को मासुबाट जुन स्वास्थ्यको लागि जे जति फाइदा हुने रहेछ अहिले सरले पनि भन्नुभयो, प्राविधिक रूपमा पनि त्यो पनि सबै प्राप्त हुने भन्दाखेरि अब म त सम्पूर्ण नेपालले हजुरको चाहिँ यो काभ्रे खबर मार्फत अब खरायो पालन गरौँ, हरेक किसानले खरायो पालन गरौँ र खरायो पालनलाई चाहिँ आम पब्लिकमा खरायो पालनको मासुको इम्पोर्टेन्स बताउँ। र हरेक होटलहरूले पनि अब के गर्नु पर्यो भने ब्रोइलरलाई रिप्लेस गर्नु पर्यो र खरायो पालनलाई जोड गर्नु पर्यो। र यो हाम्रो हावापानी यहीँ। अनि त्यसले गर्दा चाहिँ यो मैले चाहिँ असाध्यै प्लस पोइन्ट लाग्यो सर। बाँकी अरू त हामीले हेऱ्यौँ होइन। विशेष गरी अब के अरे पछि यहाँको हाकिम साहब पनि हुनुहुँदैछ। र अब बढी से बढी पब्लिकलाई कुन आधारमा हामीले यहाँको ब्रिजहरू उपलब्ध गराउन सक्छौँ भोलि त्यो हुँदा हामीले पनि चाहँदाखेरि त्यो ब्रिजहरू उपलब्ध गराउन सकियोस् होइन। उहाँले भोलि होल एउटा राज्यको चाहिँ ह्यान्डल गर्नुहोस्। अलिकति नीति निर्माण तहमा उहाँले जे जति अहिले बताउनु भयो उहाँको त्यो अब्बलता देखेँ। र नेपालको विशेष गरी पशुपालनमा मार्फत चाहिँ हाम्रो चाहिँ कृषि प्रधान देश हो भनेर र इन्कम जेनेरेटिङ हो यही चिज हो भन्ने कुरामा उहाँको अझ बढी अध्ययन होस्, अझ बढी होस् र यसलाई त्यही किसिमबाट विकास गर्नुहोस्। मलाई त्यो प्लस पोइन्ट लागेर मैले हजुरलाई यो गरेँ।